परमेश्वरले कस्तो व्यक्ति खोज्नुहुन्छ? हो, तपाईँ र म त्यस्तै व्यक्ति बन्नुपर्ने हुन्छ। सबैजनालाई जय मसीह। म बलमान डागी। मानिसहरूले धेरै कुरा खोजेको हुन्छ। घर जग्गा, गाडी, बाइक, यस्तै धेरै कुराहरू मानिसले खोजेको हुन्छ। आफ्नो आफ्नो सोख हुन्छ, आफ्नो आफ्नो चाहना हुन्छ। नेपालमा हुनेले विदेश जान मन लाउँछ, विदेशमा हुनेले नेपाल आउन। खाडीमा हुनेले युरोप जान मन पराउँछ, कोही अमेरिका, कोही जापान, कोही रसिया जान खोजिरहेको हुन्छ। मान्छेको यो सोच अनि खोज कहिल्यै पनि सकिँदैन। तर बुझ्नुपर्ने कुरा, परमेश्वरले कस्तो व्यक्ति अथवा मान्छे खोज्दै हुनुहुन्छ? हो, तपाईँ र म त्यस्तै व्यक्ति बन्नुपर्ने हुन्छ। हामी पवित्र वचन बाइबल यूहन्नाको पुस्तकमा हेरौँ। यूहन्नाको पुस्तक 4 अध्यायको 23 र 24मा यस्तो लेखिएको छ, तर बेला आइरहेछ र त्यो बेला अहिले नै हो जब सच्चा आराधकले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै व्यक्तिहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। आमेन, हालेलुया। साँच्चीकै आज परमेश्वर आत्मा हुनुहुन्छ र उहाँले चाहिँ आत्मा र सत्यतामा आराधना गरेको चाहिँ चाहनुहुन्छ। हालेलुया। आज पिताले कस्तो मान्छे खोज्दै हुनुहुन्छ त? परमेश्वरले कस्तो व्यक्ति खोज्दै हुनुहुन्छ त? परमेश्वरले चाहिँ आत्मा र सत्यतामा आराधना गरेको व्यक्ति, सत्यता र आत्मामा आराधना गर्ने व्यक्ति चाहिँ परमेश्वरले खोज्दै हुनुहुन्छ। हालेलुया। परमेश्वरले वास्तवमा साँचो आराधक खोज्नुहुन्छ। वचनले त्यही भन्छ। गनगन गर्ने, रिसाउने, ठुस्किने, गलत बोल्ने, झुट बोल्ने, घमण्डी, धनी, गरिब मिलाएर बोल्ने, यस्तै धेरै कुरा गर्ने व्यक्ति परमेश्वरले खोज्नुहुन्न। परमेश्वरले यस्तो मान्छे खोज्नुहुन्छ कि त्यो मान्छेले मेरो आराधना गर्छ कि गर्दैन? संसारको मान्छेले तपाईँ मेरो धन सम्पत्ति, रूप, कालो छ कि गोरो, होचो छ कि अग्लो, यस्तै आँखाले हेर्छ र तपाईँको बेग्ला बेग्लै जज गर्दछ। तर परमेश्वरले तपाईँको धन सम्पत्ति, तपाईँको रूप, कालो कि गोरो, होचो कि अग्लो, तपाईँ कुन जातको, यस्तै धेरै कुरा छन् जो परमेश्वरले हेर्नुहुन्न। परमेश्वरले त मात्र हेर्नुहुन्छ मान्छेको हृदय। मान्छेको हृदयले परमेश्वरको आराधना गर्छ कि गर्दैन? हो, त्यो कुरा चाहिँ परमेश्वरले हेर्नुहुन्छ। हालेलुया। मान्छेले जे रोप्छ त्यही कटनी गर्छ। म एउटा घटना भन्छु। एकजना मान्छेले छिमेकीको सुन्तला देखेछ। आँखाले सुन्तला देख्यो, उसको मनमा खाने लोभ आयो। आँखाले देख्छ मात्र, आँखाले लोभ गर्दैन, मनले लोभ गर्छ। मन त हिँड्दैन, खुट्टाले हिँड्दै गयो। खुट्टा हिँड्दै गयो, खुट्टाले टिप्दैन, हातले टिप्यो। हातले टिप्यो मात्र, हातले खाँदैन, मुखले खायो। र मुखले खायो मात्र, जम्मा गर्दैन, पेटले जम्मा गर्यो। जब पेटमा जम्मा गर्दै थियो, सुन्तलाको साउ आएर लट्ठीले ढाडमा ड्याममा हान्यो। यो पुरै घटनामा ढाडको कुनै दोष नै छैन। आँखाले देख्यो, मनमा खाने लोभ आयो, खुट्टा हिँड्दै गयो, हातले टिप्यो, मुखले खायो, पेटले जम्मा गर्यो, तर ढाडले कुटाइ खायो। जब ढाडले कुटाइ खायो, आँखाबाट आँसु आयो। सुरु आँखाबाट भयो र अन्त्य आँखाबाट भयो। याद गर्नुहोस्, मान्छेले जे रोप्छ नि हो त्यही कटनी गर्दछ। हालेलुया। तपाईँ र मैले कसको र कस्तो आराधना गर्दैछौँ? साँचो परमेश्वरको आराधना गर्ने व्यक्ति बन्नुपर्ने हुन्छ। हामी पवित्र वचन बाइबलमा फेरि हेरौँ। रोमीको पुस्तकमा जाउँ हामी। हालेलुया।
रोमी 12 अध्यायको 1 र 2लाई हामी पढौँ। यहाँ यस्तो लेखिएको छ, यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपवासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ र परमेश्वरको असल ग्रहणयोग्य सिद्ध इच्छा के हो त्यो तिमीहरूले जान्न सक। हालेलुया। हाम्रो शरीरलाई पवित्र गर्नुपर्छ यदि हामी परमेश्वरको इच्छा बुझ्ने हो भने। प्रियहरू, कस्तो अवस्थामा छौँ र कसरी जिरहेका छौँ हामी आफैलाई आफै प्रश्न गर्दै जाँचौँ र परमेश्वरको ग्रहणयोग्य व्यक्ति बनौँ, परमेश्वरलाई मनपर्ने। म तपाईँलाई बताउन चाहन्छु, हामी संसारभन्दा बेग्लै हुनुपर्ने हुन्छ, किनभने संसारले मृत्युसँग जोड्दछ र परमेश्वरले जीवनसँग जोड्नु। लुट्न सक्नुहुन्छ तर नलुट्नुहोस्, कुट्न सक्नुहुन्छ तर नकुट्नुहोस्, मुख छाड्न सक्नुहुन्छ तर नछोड्नुहोस्, किनभने तपाईँ परमेश्वरको आराधना गर्ने व्यक्ति हुनुहुन्छ। हालेलुया। तपाईँ र म परमेश्वरलाई आराधना गर्ने व्यक्तिहरू हौँ। त्यसैले हामी जो गर्न सक्छौँ संसारका काम ती कुरा गर्नु। त्यसैले प्रियहरू हो, आत्मा र सत्यतामा हामीले आराधना गर्नुपर्ने हुन्छ। भिडियो धेरै लामो भयो, त्यसै कारणले तपाईँहरू अझै पनि वचनमा हेर्न सक्नुहुन्छ। 1 पत्रुस 1:14लाई, एफिसी 5:17लाई, हेतुपदेश 3:1-4सम्म तपाईँ पढ्न सक्नुहुन्छ। तपाईँ जहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ, परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। भिडियो सुरुदेखि अन्तिमसम्म सुन्नुभयो, भिडियोलाई एक लाइक गर्नुहोस्, मनमा लागेको कुरालाई कमेन्टमा लेख्नुहोस्।